हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। र आज सबैजना मेरो ब्लगमा स्वागत छ। सो आज चाहिँ होली अनि हामी चाहिँ राइडमा जाँदैछौँ। यता हाम्रो अङ्कलहरू चाहिँ जान लागिसक्नु। यहाँ हाम्रो सञ्जय भाइ विथ क्रस फायर छ अनि यता चाहिँ मेरो छ होइन। सो त्यही हो, आज चाहिँ हामी जाँदैछौँ अनि रोक्न मलाई यहाँ भिडियो त बनाउँदै। अनि यता चाहिँ हाम्रो गाउँ छ। सो आज चाहिँ हामी कहाँ जान लाग्छौँ, हामी चाहिँ आज जिरी जाँदैछौँ र सो जिरीमा गएर चाहिँ हल्का रमाइलो गरिदिउँ भन्ने होइन। होली सुली चाहिँ त्यस्तो खासै खेल्दैनौँ, त्यही पनि जातको गइन हामी म हेर्किन हुन्छु क्या। गाउँको बिचैदेखि सुरु हुनेवाला छ। ओहो होली लाग्यो गाइस, साउन्ड चाहिँ बब्बाल आइरहेको छ यो। गाउँ चाहिँ बबाल देखिरहेको छ। त्यही हो गाइस, एङ्गल चाहिँ हल्का बाङ्गो भइरहेको छ जस्तो लागिरहेको छ। जिन्दगानीमा दर्पण छाया। हाम्रो एमआरपी राइडर कता छन् भन्ने कुरो पनि हुन्छ। ओहो हाम्रो एमआरपी राइडर फेरि यहाँनिर अगाडि घाटो पुग्यो नि तिनीहरू त। हाम्रो टोली चाहिँ रेडी भइसक्यो। हाम्रो आशिष सर पनि आइसक्नु। उता हाम्रो एमआरपी त्यही अब तेल पनि हामीले हालिसक्यौँ। अब चाहिँ हामी जानुपर्ने हुन्छ। अझै हाम्रो एकजना भाइ चाहिँ आउँदैछ। सो पुरो भित्र होली लागिरहेछ। सो गाइस, अहिले चाहिँ हामी ट्याक्क घाटमा आइसक्यौँ होइन। हाम्रो केटाहरू चाहिँ उता होली हान्न गएको छन्, त्यहाँ घुमिरहेछन्। यहाँ चाहिँ हाम्रो भटबटे ए भाइहरू के छ होली लिएर लागेको छ। घर कहाँ तिमीहरू? नाइकबाट केटी नान्दौ त आफू आफू खेल्छौ। अहिले खेल्ने हुन्छन्। कस्तो छोरो है त? ड्याडो नाम के हो? सो गाइस, अहिले चाहिँ हामी रक गार्डन जाँदैछौँ। यता चाहिँ हाम्रो केटाहरू जाँदैछन्। हामी तिनवटा राराहरू चाहिँ तिनवटा केटाहरू यता छ। यी भाकाहरू कसैले मलाई माया मानेनन् रे। ल टोली चल चल केटाहरू अगाडि गएको छ नि भिडियो बनाउँदा चाहिँ पछि बस्या चाहिँ लास्ट ओपरै धुलो उडाइरहेको छ टोलीले। ओहो माइगड रमाइलो भइरहेछ पुरै। सबैजनाले केटी हालेका छन्, वाइट गरेका छन्। हामी 3-4 जना चाहिँ जिन्दगी चलिरहेछ। हामी अब जिरो पुगिसक्यौँ। जिरी चाहिँ बबाल ठाउँ चाहिँ दामी देखिँदैछ जो स्याहार। तर धुलो चाहिँ ओपर रहेछ, ओपरै धुलो। पछाडि चाहिँ बसेर होला धुलो लास्ट खाइयो भनौँ। अहिले चाहिँ हामी यहाँ ठ्याक्क लगाएर महिना पुगिसक्यो। धुलो ओपरै खाइसक्यो। त्यही साइड मुख धुनुपर्ला जस्तो छ यो। देख लो भाइ कपिल टोली कहाँ टेक्दी खुट्टा गाई चाहिँ हाल चाहिँ बेहाल भइसक्यो। टोली जग्गा रक गार्डन जाने रे यो। गाई सही ठाउँ चाहिँ दामी देखिँदैछ। चाहिँ हामी ट्याक्क रक गार्डन पुगिसक्यो नि त। पछाडि लाग्थ्यो धुलोले हामीलाई भूत बनाइसक्यो। आम्मामा के हो यस्तो? आम्मामा यति धेरै मान्छे आएर रहेछ नि यहाँ। ए हिरोहरू आएको छन्।
जो सही छ म फर्स्ट टाइम आ म त यहाँ टोलीहरू ए हिरोहरू यहाँको मान्छे त टन्नै रहेछ यहाँ ठाउँ पनि सही छ सही सही आज चाहिँ होइन होलीको मौकाले ट्याक्क रक गार्डनतिर हिँड्यौँ भनेको दामी देखिया छ यार ओए सो ए गाइस रक गार्डन भन्ने ठाउँ होइन अब चाहिँ भित्र एन्ट्री हुँदैछ एकदम एन्ट्री यस्तो पनि गर्नु न ल दामी देखिरहेको छ होइन खै आम्मामा भाइहरू हेर आम्मामा ठाउँ हेर हाम्रो केटाहरू अनि हाम्रो बहिनीहरू यता होइसिन्छ ठाउँ त दामी देखिन्न त अझै भयो म त भिडियो हाम्रो चाहिँ यहाँ डान्स गइरहेको छ केटाहरूको यहाँनिर ट्याक्क क्रेजहरू पनि यति धेरै छ आज यहाँनिरको रक गार्डनको तर यहाँ केटाहरू धेरै देखिरहेको छ नि केटी भन्ने चाहिँ एकदम कम छ झार जङ्गलतिर लगिले के हो ओहो यो चाहिँ जङ्गलबाट भर्खर आएको छ फेरि लगाएर यहाँनिर यस्तो छ मान्छेहरूको भिडभाड ट्याक्क लगाएर ट्याक्क रक गार्डन जस्तो दामी बनाएर रहेछ नि होइन जे होस् एकदम राम्रो भइरहेको छ ट्याक्क यहाँनिर के को चित्र डाकेको पनि त्यो गाइस आजको भिडियो कस्तो लाग्यो आजको राइड चाहिँ कस्तो लाग्यो भने जस्तो चाहिँ हल्का भएन यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला यदि हुनुहुन्छ भने लाइक सेयर र कमेन्ट गरिदिनु होला र अर्को भिडियो मिल्नेछ अहिलेको लागि बाई बाई